वेलकम ब्याक टु माई च्यानल साथीहरू। हामी फेरि पनि आइसकेको छौँ नयाँ भिडियो लिएर, ब्लग लिएर। हामी चाहिँ अब कहाँ जान आँटेको भने हामी चाहिँ अब साथीकोमा लुगा लिन जान आँटेको। त्यही नै हो, अहिले आएपछि थाहा हुन्छ साथीहरू। त्यही नै गएपछि अनि हाम्रो अगाडि को छ भने के छ दिपेन पाडी? सब ठिक छ पाडी, अहिले सब ठिक छ भने सब ठिक रहेछ है पाडीलाई। अनि त्यही नै अब जानुपर्ने हुन्छ। हामी चाहिँ कहाँ भने भवन गाउँतिर। ल साथीहरू, उता ब्लगर नयाँ ब्लगर भेटिसकेको छ है। त्यही नै हो, अब हामी गएर भवन गाउँमा गएर टक्क गएर आउँछौँ। अनि आज कस्तो हुँदो रहेछ, के हुँदो रहेछ त्यो हेर्नु होला साथीहरू। त्यही नै हो, अहिले चाहिँ हामी छौँ यहाँ ठुलो बराई। त्यही नै अब चाहिँ हामी गइरहेको हो। मेन रोडबाट डर लाग्छ, मेन रोडबाट डर लाग्छ। लामो म भन्ने हो पाडी। ल साथीहरू, ल हामी चाहिँ पुगेपछि टक्क पुगेर आएपछि टक्क आउनुपर्ने हुन्छ, भेट्नुपर्ने हुन्छ तपाईँहरूलाई। र त्यही नै हो साथीहरू। ल साथीहरू, हामीले चाहिँ ब्याग बोकेर साथीकोबाट ब्याग लिएर आइसकेको छौँ। त्यही नै हो, अब चाहिँ हामी फेरि जानुपर्ने हुन्छ। कहाँ जाने पाडी? अब कता जाने हो हामीलाई थाहा छैन। पाडीहरू यही नै हो। हामीले चाहिँ ब्याग स्याग लिएर आइसकेको छौँ। सामान हो जाने हो कसको? हाम्रो मेरो। तिम्रो स्कुल चाहिँ लामा खान जाने? एकचोटि कल गरौँ ल केटाहरूलाई, कल गरौँ न केटाहरूलाई। पर्दैन के पाडी यार। ल लाडो फेरि ब्यालेन्स छैन अनि भयो त के गर्ने भने उयो जाउँ न मुझे अब कता त्यही नै साथीहरू। अब चाहिँ हामी कहाँ जान आँट्यो भने स्कुटी राखेर हामी चाहिँ चिया खान जान आँटेको हो साथीहरू। त्यही नै हो, अब चाहिँ हामीले चिया खान जानुपर्ने हुन्छ साथीहरू। त्यही नै हो, च्यापै उड्यो लामो आम्मा भने कस्तो क्याप के छ भन लामो क्याप कसम पाडी यार नखिचोस् यार। पाडी एकछिन पाडी यार, क्याप हेर्दै जाउँ लिएर जाउँ न लिएर पाडी यार बिस्तारै चलाउन न बेजत भइदिएर यार झन्डै खिच्दैन यार बाइकहरूले। साथीहरू अब चाहिँ मैले क्याब स्याप राखिसकेको छु। अब चाहिँ हामी फेरि जानुपर्ने हुन्छ चिया चिया खान र स्कुटी राखेर। साथी हो कि बाटो हो नि है, साँच्ची हो यो कुरा। र अब चाहिँ जानुपर्ने हुन्छ। अब सुमन भाइलाई पनि बोलाउने हो। सुमन भाइहरू सुतिरह होला, अब हामीले चाहिँ बोलाउनु पर्ने हुन्छ। हामी त्यस्तो ढिलो सुत्ने केटाहरू होइन नि त पाडीहरू। हामी म चाहिँ उठ्ने भनेको 6 बजे। त्यही नै हो। ल अब चाहिँ हामी फेरि त्यहाँ पुगेर देखाउनेछौँ स्कुटी राखेर टक्क। ल पाडीले उताबाट हान्न खोजेको हाल्छ नि पाडी। अब त ठुलो रुट छ, पाडी सकिहाल्छ। ओइ ल साइतिर ओभरटेक हान्न सकेन होइन पाडी। त्यही नै हामी चाहिँ अहिले मेन रोडमा भयो। ल अब चाहिँ हामी एकदम आरामले पुगिसकेको छौँ। कहाँ भने यो पाडी पुरो भनेको त्यही नै ठुलो भरे चोक आइसकेको छौँ हामी। अब चाहिँ हामी चिया खान जान अब स्कुटी राखेर जानुपर्ने हुन्छ। पाडी म यतातिर बस्छु यार, बरु हुन्छ त्यही तल मेरो घरमा भरे जाउँ न। सुमनलाई बोलाएर लिन जाउँ न अहिले, बरु हिँडेर जानु भन्दा तिनजना लिएर आऊँ होइन। त्यसपछि तिमी स्कुटी राखेर अहिले चाहिँ अब चाहिँ हामी सुमन भाइलाई लिएर आउँछौँ। अनि पछि स्कुटी टक्क राख्छौँ अनि चिया खान जान्छौँ साथीहरू। त्यही नै अब चाहिँ हामी अब गएर आउँछौँ पाडीहरू। त्यही नै हो, अहिले चाहिँ हामी यहाँ छौँ। ओहो पैसा छ सुमन भाइको। this one.
सरी यार अब चाहिँ हामी सुमनलाई घर पुगिसकेको छौँ अङ्कल सुमन छैन ए सुतिरहेको ए मेरो पापा के भन्नु गुड नाइट छ उसको यसमा चाहिँ चिया जाने निन्द्रा भयो रुकन पारी ल रन ओ रुकन भने ल ओ फेरि लड्छ भनेको यता हेर के भन्न चाहनुहुन्छ ब्लगमा सुत्न जानु कस्तो गर्न पारी दादा मेरो त्यस्तै गराउँछ कि तिम्रो लास्ट गराइरहेछ भनेको कटेज हिँड्न पारी कटेज भनेको ल हामी चाहिँ अब कटेज तर्फ के हुन्न पारी कति रुपियाँ लिएर आउनु पर्यो त्यस्तै 3000 ल ल साथीहरू गइसक्यो अब साथी बस्दिनु कहाँ चिया खाऊँ भनेको यहाँ अर्को तोर्पे मैले चार्जर हेरेर बिहान बिहान के हो भाइ त आम्मा कपाल बढायो पारी ओ चाया हेर त चाया अब नन गर क्या बाबु ल पैसा लिनु कहाँ आएपछि अनि भेट बनाउँछु साथी नै आऊ जाउँ न इसाबाट पैसा निकाल्नु कति रुपियाँ कहाँ छ हेर कहाँ छ निकाल्नु न अनलाइनमा चाहिन्छ के इसामा पैसा भनेको निकाल्नु भने निकालौँ न त नि यो साईको क्या हो यार निकालौँ न चुप लगाएर अब चाहिँ हामीले यहाँ पैसा निकाल भन्ने छ बाबु हेर न मुच्या बिराएर ओ यो त कस्तो टल्किएर यार पारी तिमी त अर्को हेर न यहाँ काम साम छैन होइन उठ्यो आयो ओ त्यही नै साथीहरू अब चाहिँ हामीले पैसा निकाल्नु हुन्छ निकालेर जाने हो फेरि चिया खानु रोटीमा हालेर बेरेर खाइदिउँ भन्ने क्या कस्तो लामो क्या बेर्नामा किन पर्दैन
चारपट्टि भनमा Mesti ayar guys. 20 महिनाको मैले निस्किएर 3, 2, 1 go. Jual. Jualnya ada. Pay गर्दा ल साथीहरु हामीले चाहिँ चटपटे खाएर पानीपुरी खाएर अनि टक्क आइसकेको छौँ यहाँ दिपेन पाडीको घर बाहिर उता आएर त्यसको घर चाहिँ अब त्यसले साधन लिएर आउने भनिरहेछ साधन लिएर आएपछि चाहिँ कहाँ जाने हो भने चाहिँ हामी चाहिँ साधन लिएर आउँछ कि लिएर आउँछ अनि केही मिठो भन न त्यस्तो केही मिठो शब्द क्या अब मेरो नि कहिले आउँछ त्यस्तो तिम्रो भ्लग कहिले आउने हो अब भोलि कहिले त नराटी भन्न ल बिस्तारै अब काममा जान्छु अनि बिस्तारै कामबाट अलिकति पैसा आएपछि पैसा यसो दिदीले दिनु भन्ने अनि मोबाइल अनि त्यसपछि कुन मोबाइल 14 ल साथीहरू यसको त 13 आउँछ अरे त्यही नै अनि आएपछि चाहिँ भ्लग यस्तो हाल्छ र अनि हामी चाहिँ अनि घुम्न जानुपर्ने हुन्छ टाढो टाढो अनि पऱ्यो म चाहिँ अरू जस्तो चक्री होइन म त सोनामबाट अलिकति इन्सपायर भएको मान्छे हो म त अब उसले मलाई टिप्स एन्ड ट्रिकहरू सिकाउँछ युट्युबको बारेमा सोनामलाई सबैले सब्सक्राइबहरू हाल्नु पऱ्यो अरू जसरी त्यो मैले मागेर होइन सबले माया दिएर अनि सब्सक्राइब सेयर कमेन्ट सब दिनु पऱ्यो खालको केटा लाठी चाहिँ यति भन्दैमा अब त्यसले लिएर आउँछ कि लिएर आउँदैन साधन होइन साथीहरू ल हामीले चाहिँ खुलिरहेको हुनुपर्ने हुन्छ अब यहीँ हो खुलिरहेको अहिले त्यसको दाइ आयो भने फेरि दाइसँग त डराउँदैन म त्यही पनि अब ल त्यही नै साथीहरू अब त्यसले लिएर आउँछ कि लिएर आउँदैन त्यही हो क्या कन्फ्युजन त्यही हो क्या अब दिमाग मास्टर माइन्ड भने त्यही हो क्या पार्टीहरू अहिले आउँछ आउँदैन एकछिन ल ओइ लिएर आइदिएर यार पकिङ के पार्टी अब लिएर आइदिएर थ्याङ्क यू उता जाने क्या अब बाटो ल अस्ति नै हामी पार्टी त्यो उयो होइन क्या अब पुगाउने क्या पार्टी पहिला उयो जाउँ न भनेको मजा आउँछ डोरी पनि ब्ल्याङ्क डोरी अस्ति नै हामी फसाइ बाटोमा जाउँ न पार्टी कस्तो भाइरल त्यहाँ क्या उता कस्तो लामो भन नि नमानी क्या कहिले नि लामो यार कस्तो लामो भनेको कस्तो कन्टेन्ट पनि बनाउँ न पारी यार कहिले कुन बेला भाइरल हुन सक्छ क्या पारी यार
साथीहरू हामी चाहिँ अब जान आँटेको छौँ कहाँ भने रानीवनतर्फ त्यतातिर काहीँ हुन्छ अब जाने हो त्यही नै हो साथीहरू Lamsam kuda mochi. ल साथीहरू अब चाहिँ हामी फेरि आधी बाटो भेट्नेछौँ संसार घुमेर आइसक्यो ओ यहाँ चाहिँ बवाल ग्याङ ठुकै धुप बनाइदिएर साथीहरू हामी चाहिँ हामीलाई चाहिँ यो एक्लै छोडेर जाने भन्ने कुरा भयो बारीहरू होइन अब एक्लै जाने कुरा गरिहाल्यो केटोले अब जाओस् हामीलाई चाहिँ बिच बाटोमा छोडिदिनु अरे बारीहरू ऊ बसन्तपुरतिर जाने अरे अब उसको नि ल साथीहरू हामी चाहिँ अहिले कहाँ छ भने यहीँ यतैतिर छौँ है केटोले उता छोड्दै उता अगाडि छोड्दै थियो अनि हामी यहाँ होटलमा आएर चिया खायो फेरि अनि बस्यो अनि पछि अब त्यो गयो त्यो घुम्न गइहाल्यो अब हामी चाहिँ कहाँ जाने भनेपछि हामी चाहिँ अब फेरि सुमन अनि त्यही नै हो अब आजकल भ्लगरहरूको धेरै थियो ल साथी त्यही नै अब चाहिँ हामी टक्क सुमन भाइकोमा गएर बस्छौँ अब खाना छ कि छैन ल त्यति खानुपर्छ अनि त्यही नै हो अहिले फेरि त्यहाँ घरतिर सिधै आउँछु अनि ल सुमन भाइ चाहिँ अनि आफ्नो घर गइहाल्यो अनि म नि फेरि आइदिएको क्या यता घर बौद्ध आइदिएको कि साथीहरू सङ्घबाट बौद्ध आइपुगेँ अब त्यही नै हो रमाइलो भयो जे होस् मजा आयो केटाहरू पनि ठिक छ मजा आयो है आज रमाइलो भयो तर जे भने नि त्यही नै हो साथीहरू अनि भ्लग पनि फेरि कति भइसकेको रहेछ धेरै भइसकेको रहेछ मैले 20 मिनट जतिको हाल्छु कि जहिले अनि अहिले फेरि 20 मिनट भइसकेको छ अब त्यहाँ एडिट गरेर झन् बढी हुन्छ जस्तो लागिरहेको त्यसैले साथीहरू त्यही नै हो अब त्यति भने म चाहिँ अब गइरहेको छु साथीहरू त्यही नै हो साथीहरू लाइक सेयर सब्सक्राइब होइन त्यही नै हो अनि बेलायकन टक्क दबाइदिनु त्यही नै हो ल त्यही नै अब भ्लग अब कहिले आउँछ त्यो थाहा भएन साथीहरू स्टोरेजले गर्दा अलिकति प्रब्लम भयो नत्र त म जहिले हालिदिन्थेँ ल त्यही नै हो बाई